आरु यति धेरै बस म गइलो माथि ल हामी गयौँ नदी नि रहेछ के त्यो सँगै हुनुपर्ने थियो म चाहिँ माथि हेर माथि तल नहेर ल बहिनी त्यहाँ बिचमा चाहिँ त आइज लाग्दैन ल के हो यो खोला भन न खोला पोको तिर्सुली खोला यता पहिला लाइन त्यति बस्नु पर्थेन होला त्यो होइन कि त्यति तल चाहिँ हिमालय थियो तिर्सुली खोला आरु यता हेलो अनि खोलामा चाहिँ हिँडेर आउने हो नि त्यहाँबाट खोलामा जाँदा चाहिँ अलिक दुःख हुन्छ मैले अस्ति नै यहाँ लाइन हेरेर बाहिर साग घोगेको न साग नेपालमा हुन्छ गङ्गटा पनि त्यस्तो हुन्छ यसरी दानी त मुले माबिरी यस्तै रुचाउँछ क्या हेलो न अस्ति उता के मौला गालीको जाँदा पनि यस्तै भयो यता उभिएर फोन आयो शान्ति दिदीको फोन आयो हजुर उतै रहेछ ओ कोही दौडेर हिँड्ने है कि गाउँघरको मान्छेहरू अझै छ नि टाइम यो त यो बाइकमा यतै टिकटकमा हाल्थ्यो कि यो बाटो आएको बाइकमा पैसा गरेर फर्किसक्यो यो पास बस्ने होला क्या वाउ भन कति सुन्दर मेरो ह्याप्पी फ्यामिली को त हेलो यो यताको मान्छेहरू हिँडेरै गयो होला नि होइन कि गाडीबाट जानेहरू होला कि मैले केही नभनिएको हामी यहाँ गहौँ आयो आयो डेनिसा निमा निमा ऊ नानी चिपले खेलेको हेर्नु चिप्लेटी खेलेको ल हेर लाउ ल ट्याची ट्याची गरेर ल उठा 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 घुमै बुम बुम चिप्लेटी पो खेल्छ त अहिले चाहिँ हामी मन्दिर गएर आयौँ यहाँ चाहिँ हाम्रो गाडीको पर्खाइमा हजुरलाई कस्तो लाग्यो आज मन्दिर जाँदाखेरि कस्तो लाग्यो भन्नु न राम्रो यता पनि छ मेरो छोरी खेल्दै